Hello guys, welcome back my video. I hope तपाईहरु एकदम सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। हामी चाहिँ यसो गाउँतिर टुरमा हिँड्दैछु गाइज। तपाईहरुलाई यो फर्फिङको गाउँ कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला है गाइज। यता चाहिँ गुम्बा धेरै रहेछ गाइज। गुम्बाहरू चाहिँ एकदमै धेरै रहेछ। यता चाहिँ फर्स्ट टाइम आएको हामी चाहिँ। आमामा तोरी त लट्ठ फलिरहेछ त गाइज यहाँ त। हाम्रो भाइ फेरि अगाडि अगाडि मुसु 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 पारा दिइरहेछ यार भाइले। भेनाको डाइलेक्ट नाम भेनाको डाइलेक्ट के अरे नम नमको च्याउदो अनि यता हेरेर भन्नु न, मान्छे चिन्नु परेन यार भिडियोमा। तपाईँ नाङ्गै हो होइन होला के हो? घाम त कत्रा लागेछ ऊ त। गुम्बा थियो अहिले त नदेख्ने रहेछ यार। केटाहरू कति छिटो भाग्यो यार कि आएकै छैन हौ। कोही पछाडि कोही अगाडि। हामी चाहिँ अगाडि परेछ गाइस। तपाईँ हो कि खै के हो यस्तो छ गाइस। फेरि सिँढीमा चढेर जानुपर्ने हुन्छ। उकालो चढ्दैछ हामी चाहिँ। सिस्नोहरू चाहिँ टन्नै हुँदो रहेछ। यता चाहिँ बाटोतिर पनि टोइलेट हुँदो रहेछ गाइस। हेर्नु त यहाँ यही बाटो छ, यही फोहोर हेट ग्यासको सिलिन्डरहरू पनि यता बाहिर रहेछ। साथीमा सम्पर्क गर्नु। भेना उकालो चढ्दा कस्तो फिल भइरहेछ तपाईँलाई? सबै आन्द्रा बोडी सबै मुखमा आउँदैछ यार। मुखमा आन्द्रा बोडी गोबा सोबा होइन होला यार, तर स्या चाहिँ हुँदो रहेछ। पानी नभएर होला सबै गाह्रो। फर्पिङतिर बिजोक बिजोक छ है। साथबाट बिजोक गुम्बाको अवलोकन गर्न होइन त हामी। हजुर अवलोकन भनेको के गर्ने यस्तै छ। गुम्बासँग पुग्दा त के पो हुन्छ यहाँ। के हुन स्या हुन्छ भेना, यति हो। गाह्रै हुन्छ नि उकालो हुँदैन। रोडमा जस्तो कहाँ सजिलो हुन्छ। मुला सागर मन्दिर पनि रहेछ गाइस। पुल डाउन पुल। हेलो हेलो हेट कुकुरले आक्रमण गरेको यार हामीलाई। हेट उता चाहिँ नानी बाबुहरू खेल्दै रहेछ है। ओइ के भयो के भयो? ओहो कस्तो खाले गेम चलिरहेछ यहाँ? आमानी जान लाग्यो हामी।